हेलो गाइस, सेवारो नमस्ते अनि गुड मर्निङ। आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज थाहा पाइसक्नुभयो होला होइन, मेरो टी सर्टबाट नै अब आज चाहिँ हाम्रो कुरा राइड रहेको छ दमकमा। त्यही भएर बिहानै अहिले चाहिँ ठ्याक्कै 5:50 भइरहेछ र म चाहिँ घरबाट निस्किँदैछु होइन। अब ठक्क यहाँबाट किर्खा जानुपर्ने हुन्छ। त्यहाँनिरबाट अब हाम्रो किर्खाको राइडर टोलीहरूसँगै जानुपर्ने हुन्छ। वेदर पुरा क्लाउडी भइरहेको छ होइन। मैले जे होस् बोकिरहेको छु, ब्याग नबोकेर यस्तोमै खच्राङ खिच्रिङ हालेर बोकेर हिँड्दैछु म चाहिँ। अब म भित्रको बाटो किर्खा टक्क यताबाट जानुपर्ने हुन्छ होइन। अब के कसो हुन्छ आज बहुत रमाइलो हुनेवाला छ, तर अलिकति मौसमले चाहिँ साथ देला जस्तो छैन, तर केही छैन होइन। सुरक्षाको साधन बोकिएको छ, सेफली राइड गर्ने हो। पुरै राइडिङ गियर लगाइएकै छ अहिले। अनि त्यही हो, आज भिडियो अलिक लामो हुनेवाला छ जस्तो लागिरहेछ मलाई चाहिँ। अब डाइरेक्ट किर्खा पुगेर भेटौँ है त साथीहरू। के हो ल साथीहरू, म चाहिँ होइन टक्क हाम्रो यो किर्खाको मेन चोकमा आइसकेको छु। मौसमले दामी साथ दिइरहेछ। पानी परेन भने चाहिँ यहाँनिर हाम्रो अङ्कलहरू हुनुहुन्छ, भुपु राइडरहरू पहिल्यैदेखिको। म चाहिँ अलिक नयाँ राइडर परेँ, अब सिकिँदैछ होइन। जे होस् अङ्कलहरूसँग आज फर्स्ट टाइम अब दमक गइँदैछ। रमाइलो हुनेवाला छ आज। के कस्तो हुन्छ तपाईँहरूलाई म देखाइ नै हाल्छु होइन। यहाँनिर नयाँ सामान पनि आएको छ, यहाँबाट आज भिडियोहरू म क्याप्चर गर्नेछु। के कस्तो हुन्छ है त साथीहरू। ल अहिले बाटोमा भेटौँ। ल साथीहरू, फाइनल्ली हामी चाहिँ आइसक्यो। देख्नु सक्नुहुन्छ राइडरहरू टक्क। आज बवाल हुनेवाला छ हाम्रो यहाँनिर। के कस्तो हुन्छ म अपडेट गर्दै गर्छु है त साथीहरू। हाम्रो किर्खाली टोली यता छ टक्क। अब मेरो पनि साइकलमा कम हाल्नुपर्ने हुन्छ यार छोरो। यहाँनिर सोचेको भन्दा चाहिँ धेरै नै रहेछ यार राइडरहरू पनि। आम्मा अझै कति आउनु बाँकी छ होला यहाँनिर। जे होस् आज रमाइलो एक्सपिरियन्स हुन्छ भन्ने आश गरिराखेको छ होइन। टक्क यहाँनिर फाइनल्ली हाम्रो रनर भाइसँग भेट भएको छ होइन। एकदम खुसी लाग्यो। अब मेरो भ्लगमा भ्युजहरू बढ्छ, सब्सक्राइबर बढ्छ भन्ने कुरोमा म होइन। कस्तो लागिरहेछ त भाइलाई यहाँनिर? यो फर्स्ट टाइम हो कि ए हो र? मेरो चाहिँ फर्स्ट टाइम होइन। अब के कस्तो हुन्छ होइन। होप रमाइलो होस् होइन। सोचेको थिइनँ मैले यत्रो हुन्छ भनेर मान्छे। ल है अब हाम्रो रेस चाहिँ स्टार्ट हुनु आँटिसकेको छ होइन अफिसियल्ली। सबै राइडरहरू रेडी छ टक्क। सानो भाइहरू पनि छ, राइडर भाइहरू होइन। सानोदेखि हाम्रो अङ्कलहरू सबै हुनुहुन्छ। गुड मर्निङ। दिनु पऱ्यो नि होइन साथीहरू। हाम्रो चाहिँ यहाँ ब्रिफिङ भइरहेछ लोकेसनको बारेमा टक्क। टी स्टेट क्रस गरेर हामी अनारखाडी पुग्नेछौँ। त्यता फोटो सेसन चलिरहेको कृष्ण मन्दिर चोक पुग्नेछौँ। कृष्ण मन्दिर चोकमा केही कथम कस्तो अप्ठ्यारो भयो भने हजुरहरूलाई सपोर्ट गर्नलाई हामीसँग मेडिकल टिम रहेको छ, डक्टर रहनुभएको छ। डक्टर हुनुहुन्छ भने उहाँलाई यत्रो लाख चढाउँदिउँ त हामीले। हामीसँग 2 जना हेल्थ एसिस्टेन्ट र 1 जना हाम्रो बिर्ताबाट रहनुभएको दिदी। हाम्रो हेल्थ टिमलाई एकचोटि मेरो हाम्रो यहाँ डेस्कमा आइदिनु न म अनुरोध गर्दछु। हाम्रो डक्टर नर्स दिदी हामीसँग बिर्तामोडबाट आउँदै हुन्छ। उहाँसँग अघि मेरो कन्ट्याक्ट भएको थियो, उहाँ लगभग त म आइसकेको छु भन्दै हुन्थ्यो। उहाँलाई पनि एकचोटि हामी ल चढाउँथ्यौँ।
मैले अघि पनि भनिसकेँ हजुरहरूलाई केही कदम केही अप्ठ्यारो भएको केसमा हामीसँग 2टा सिटी रहेको छ हजुरहरूले कम्पलसरीली कम्प्लिट गर्नुपर्छ भन्ने छैन आफूलाई असर नपर्ने तरिकाले राइड गर्नु होला प्लस हामीसँग चाहिँ एउटा जिप रहेको छ त्यो जिपमा हजुरहरू बसेर पनि आनन्दसँग तपाईँहरूले राइड गर्न सक्नुहुन्छ कम्पलसरी छैन जबरजस्ती छैन हजुरहरूलाई के अप्ठ्यारो परेको केसमा यो बस लाउने टिमहरूलाई कन्ट्याक्ट गर्नु होला हजुरहरूले है सो दबकोरा आर यु ऑल रेडी आर यु ऑल रेडी ल साथीहरू अब चाहिँ हाम्रो यात्रा सुरु हुनु आँटिसकेको छ देख्न सक्नुहुन्छ हामीहरू चाहिँ अलिकति पछाडि हिँड्नुपर्ने अरे होइन यङहरू चाहिँ अब पछाडि अरे होइन हामी अब पछाडिबाट रमाइलो गर्दै गर्दै जाने Guys, are you guys ready? Please, 2 लाइन म्यानेज गरिदिनुहोस् है अगाडिपट्टि किड्सहरूलाई बवाल हुनेवाला छ अब साथीहरू ल स्टार्ट भयो है त अफिसियल्ली अब टक्क यहाँनिर हेरौँ है त अब यहाँ अडेर म भिडियो गरिहेर्छु ल है त अब राइड स्टार्ट भइसकेको अवस्था भिडियो चाहिँ पो कस्तो आउने हो थाहा छैन तिमीले साइकल कुदाइ राख्नै पर्दैन नि यार भाइ एङ्गल कस्तो देखिरहेछ गाइज होइन यहाँनिर थाहा छैन अब जे होस् सुट चाहिँ गर्दैछु अब हेरौँ है त अहिले रिजल्ट के कस्तो हुन्छ टक्क एक्सपिरियन्स हो मेरो होइन के कस्तो हुन्छ अब अहिले हजुरहरूलाई म बताइ नै हाल्छु देख्नु नै हुनेछ तपाईँहरूले ए रेकर्ड चाहिँ हुँदै रहेछ धन्न खतरा राइडरहरू रहेछ यार भाइहरू त्यहाँनिर उहिले हान्दैछ आम्मा हामी चाहिँ अलिक प्रो राइडर परिएन त्यही भएर भिडियो बनाउँदै यहाँ रमाइलो गर्दै हिँडिराखिएको छ यहाँ भाइ फेरि राइडर अर्को भाइ भाइसँग साइकल साट्नुपर्छ क्या हो कुदाउनु के हो ट्र्याक्टरमा उही गरिदिन्छ त यार मार्ने रहेछ आज राइड हो कोरा राइड आमा यतिको चाहिँ हुनुपर्छ क्या राइडर भएपछि ल है ठिक छ है गाइजहरू थोरै अगाडि जाउँ हामी पनि अब टक्क होइन अब अलिकति
उता पुगेर भिडियो कन्टिन्यू गर्छु ल साथीहरू, म लामो हुन्छ भिडियो। खतरा राइडर आइसकेको छ मेरो नजिकमै। सायद हाम्रो राइडको सबैभन्दा सानो भाइ होला। कडा कुदाउँदो रहेछ यार भाइले। भाइ यता हेर न एकचोटि। नजर हटी त दुर्घटना घट्यो है, हेर्नु हुँदैन। झन्डै हाल्यो भाइले खुसीतिर। ल अब लगभग हामी निकै अगाडि आइसक्यौँ। हाम्रो ग्याङलाई भेटाउनै सकेको छैन मैले, कहाँनिर पस्नु हो अङ्कलहरू भन्ने कुरो। अब म भाइलाई पछि राखेको छु, भाइलाई भेटाउनै सकेको छैन। राइडर रहेछ नि भाइ त यार। ल अब चाहिँ देख्यो अङ्कलहरूलाई। भिडियो लामो हुनसक्छ, त्यही भएर म अब एकैचोटि अलिक पर पुगेर भिडियो गर्छु है त साथीहरू। यहाँनिर आज फेरि अर्को हाम्रो नेपाल टुर गर्ने भाइलाई भेट्यो होइन। एकदम उसको चाहिँ कस्तो भन्दाखेरि होइन, टक्क 8 गर्दै पुरा नेपाल टुर गरिसकेको छ। भाइ यसो बोलिदिनु पऱ्यो मेरो भ्लगमा 2 शब्द। ल अहिले कुरा गरौँ है त। ल साथीहरू हामी चाहिँ अब लगभग अब हाम्रो केपी बाको भ्यू टावरमा आइपुग्न आँटिसक्यो होइन। म चाहिँ अहिले यहाँनिर अगाडि आएर गाइजहरूसँग आइरहेछ। टक्कै अगाडि यहाँनिर ब्रदरहरूले डाइरेक्सन दिँदै हुनुहुन्छ र म यहाँ चाहिँ पछाडि छु। म पनि अगाडि आइसकेको छु अब टक्क। रोक हेर जाऊ अरे अब भनेपछि। ल अब टर्निङ यहाँ त दामी रोड भएको रहेछ त नि यार अहिले त। अब आउँदो रहेछ रोड होइन। ल अब एकैचोटि माथि पुगेर भेटौँ है साथीहरू। हामी चाहिँ फाइनल्ली केपी बाको भ्यू टावरमा आइसकेका छौँ। हामी चाहिँ अलिक सुरुमै आइएछ। तल आउँदैछ लाइन नै गाइजहरू देख्न सक्नुहुन्छ। अहिलेसम्म ठिकै छ अवस्था होइन। पानी पिउनु पर्ने हुन्छ यहाँनिर टक्क। कसले गर्नुभयो पनि नहुने क्या, तेरो जानु हुँदा त रमाइलो छुट्टै। सबै केटाहरू प्रोहरू मात्रै छ यहाँ, साइक्लिस्टहरू है। स्टन देखाउनु मलाई चाहिँ आउँदैन स्टन देखाउनु चाहिँ। म चाहिँ यत्तिकै इन्जोय गरिरहेको छु टक्क। फर्स्ट टाइम आएको यार भ्यू टावर, तर यो अलिक ठाउँमा भएन जस्तो लाग्यो मलाई। भ्यू टावरलाई लिएर तपाईँहरूको ओपिनियन चाहिँ के कस्तो छ कमेन्ट गर्नु होला। हाम्रो अङ्कल पनि आइपुग्नु भयो। अङ्कल कस्तो फिल भइरहेछ अहिलेसम्म यहाँ? एकदम राम्रो छ है, खुसी लागिरहेको छ। आज चाहिँ पोहोरको भन्दा पनि अलिक धेरै सहभागिता भएकोले गर्दा मान्छेहरू धेरै भएर रमाइलो छ होइन। स्फूर्त जोस जाँगर आइरहेको छ। म जतिको बुढो मान्छेको त जोस आइरहेको छ। अनि अब भाइ भतिजाहरूको लागि त झन् सही हो। यहाँनिर बुढापाकादेखि भाइ यहाँ आऊ न। हाम्रो यङ राइडरहरू कस्तो फिल भइरहेछ यहाँ आइपुग्दाखेरि? मजा आउँदैछ। रमाइलो भइरहेछ नि होइन। बिस्तारै कुदाउनु पर्छ है साइकल। उहाँ अर्को हाम्रो राइडरहरू सानो भाइ यहाँनिर छ। खतरा कुदाउँदो रहेछ यार, कुदाउँदो रहेछ भाइले साइकल। स्टिल आउने क्रम जारी नै छ गाइजहरू। ल अब अहिले भेटौँ है त साथीहरू। ल हाम्रो चाहिँ फोटो सेसन पनि सक्यो साथीहरू होइन। अब हामी यहाँबाट निस्किनु पर्ने हुन्छ। गाइजहरू निस्किनुको लागि रेडी भइसक्यो र म पनि साइकल लिनु जाँदैछु माथितिर। टक्क अब
साइकल टिपेर सुई हिँड्नुपर्ने हुन्छ। लास्टचोटि हेरिदिइराख्नु ल केबी बाको भ्यू टावर है त गाइज। ल साथीहरू फाइनल्ली हामी चाहिँ दुम्सेको ग्राउन्ड आइसकेको छौँ। हामी चाहिँ अलिक सुरुमै छौँ होइन। हाम्रो राइडर साथी भाइ तथा दिदी बहिनीहरू आउँदै हुनुहुन्छ पछाडि। टक्क यो ग्राउन्डमा चाहिँ पुरानो मेमोरिजहरू पनि जोडिएको छ हाम्रो होइन। पहिला फुटबल खेल्न हिँडेको ग्राउन्ड हो यो चाहिँ। धेरै परिवर्तन भएको रहेछ अहिले यो ठाउँ होइन। अहिलेसम्मको जर्नीमा एकदम रमाइलो भइरहेछ होइन। केही त्यता भएको छैन। स्टिल अल गुड होइन गाइज। आएको इङ्ग्लिस बोलिहाल्यो अब यति नै मलाई आउने। आमा उइली हान्दै आउँदैछ केटाहरू। ल्या ल्या केटा उइली हान्दै ल्या अरे कडा यार आमा। अरे कला बहादुरहरू मात्रै छ त्यहाँ त नि। टक्कालु अब हामी यहाँनिर रेस्ट गर्नुपर्ने हुन्छ होइन। थकित भयो हल्का गले जस्तो पनि भयो। अनि दामी हावा आयो यार गाइस। दामी हावा आयो होइन। हाम्रो अङ्कलहरू पनि आइपुग्नु भयो। अब एकछिन विश्राम लिनुपर्ने हुन्छ। अहिले भेटौँ है त साथीहरू ल। अब यहाँनिर खाजा नास्ता गर्ने हुन्छ कुरो हुन्छ के कस्तो हुन्छ। अब अहिले भेटौँ है त ल। ल साथीहरू अब हाम्रो खाजा टाइम भइसकेको छ। अब लाइनमा बस्नुपर्ने हुन्छ होइन। टक्क लाइनमा लु भाइ लाइनमा ल। लाइसेन्स छ नि भाइ के छ नि भन्नु नि एक्सपिरियन्स सेयर गरेर कस्तो लागिरहेछ त अहिलेसम्म। यता यहाँ क्यामेरामा हेरेर हौ कस्तो लगाएको यार भाइ। नाम के हो? जेम्स कहाँबाट हौ? कुन ठाउँबाट? ए हो मजा आइरहेछ नि होइन। बिस्तारै कुदाउनु पर्छ ल। ल हाम्रो यहाँनिर लगभग हाम्रो राइडको सबैभन्दा सानो भाइ हाम्रो कति वर्ष पुग्यो? 12। ल ठिक छ। भाइले नआउनु भने जस्तो लाग्यो हो। हाम्रो राइडको सबैभन्दा जेठो पाएको मान्छे मभन्दा 3 महिना जेठो मेरो दाइ भेटेको छु यहाँनिर होइन। कस्तो लागिरहेछ त राइड दाइलाई? दामी भइरहेछ नि होइन। लाइसेन्स त छ नि साइकलको? ला हो र। अनि खोला त तरेकै छैनौँ त हामीले। अनि खोला त तरेकै छैनौँ त अनि। ला हो र। दाइ कुन ठाउँबाट हो भने? कुन ठाउँबाट? होइन घर चाहिँ कहाँ भन्नु खोजेको? कहाँ पो पर्छ शान्तिपुर चोक भनेको त? ए छिमेकी रहेछ यार। म ज्योति चोक हो। ज्योति चोकमा। ट्राई अब लु त अब कडा हान्ने रहेछ यार दाइले त। यो भन्दा सानो पनि हुन्छ नि। कस्तो हुन्छ यो भन्दा सानो चाहिँ? उहिले हान्दैछ यहाँ गाईहरू। छुट्टै रमाइलो छ यार बच्चाहरूको जिन्दगी। ल अब हामी चाहिँ यहाँबाट निस्किन आँटेको है त साथीहरू।
लगभग हामी यहाँनिर 40-45 मिनट हामीले रेस्ट गऱ्यौँ होला। अब हामी यहाँबाट निस्किन लागेको टक्क। अब यता 0 पोइन्ट हुँदै हामी तल बेलडाङ्गी निस्केर दमक बजार प्रस्थान गर्छौँ। अब बाटोमा भेटौँ है त साथीहरू। लास्ट दुम्से ग्राउन्डको झलक हेरिदिइराख्नु तपाईँहरू टर्र। हाम्रो चाहिँ यात्रा सुरु भयो त। अब सबै गाइजहरू निस्किँदैछ, हिँड्नेहरू हिँडिसक्यो टक्क। अब खतरा गरी म अहिले भेटाइहाल्छु गाइजहरूलाई। सरर निस्किँदैछ। ल ल ल म आएँ त। ल गाइजहरू हात्ती पो आएको छ भन्दैछ त। अब हेर्नुपर्ने हुन्छ अगाडि के कस्तो, अलिकति जोगेर हिँड्नुपर्ने हुन्छ। ओ माछाले झन्डै लड्यो यार। ल अहिले हात्ती आएको छ अरे यार गाइज अगाडि। देख्नु पाइन्छ त अब हेरौँ है, गणेश सरको दर्शन गर्नु पाइन्छ कि पाइँदैन अब तल गएर। ल साथीहरू हामी चाहिँ फाइनल्ली आइसक्यो दमक बजार। यहाँनिर नयाँ रेस्टुरेन्ट ओपन भएको रहेछ। अब यहाँनिर हाम्रो विसर्जन कार्यक्रम हुन्छ। पाक्यो होइन एकदम आलास तालास भयो होइन। एकदम रमाइलो एक्सपिरियन्स गरिराखेको छ अहिलेसम्म चाहिँ। अब चाहिँ हाम्रो विसर्जन कार्यक्रम हुन्छ होला सायद, के कसो हुन्छ अहिले। म एकछिनमा तपाईँहरूसँग एक्सपिरियन्स सेयर गर्छु है त। ल मेरो राइट साइडमा रहेको यो 3टा आर्ट्स रहेछ। यो सगुन आर्ट्सका भाइहरू हाम्रो पछिबाट आउनुभएछ र उहाँहरूले 3वटा आर्ट्स चाहिँ हामीलाई सौजन्य गर्नुभएछ। सगुन आर्ट्सका भाइ हाम्रो आर्टिस्ट भाइहरूलाई उठेर एकचोटि आफ्नो परिचय दिनु होला। र सगुन भाइका आर्ट्स र एन्टायर सगुन आर्ट्सका टिमलाई हामी दमक गोरा टिम हृदयदेखि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। एकदम छोटो समयमा उहाँले हिजो अस्ति कन्ट्याक्ट गर्नुभएर हामीलाई यो 3वटा गिफ्ट ब्युटिफुल आर्टहरू हामीलाई सौजन्य गर्नुभएको छ। सँगसँगै हामीसँग राइडर्सको ग्रुप्स रहेको छ। एन स्पोर्ट्सबाट हामीसँग जर्सी रहेको छ। एन स्पोर्ट्स हाम्रो भिगडी चोकमा रहेको निशान जिम्मे दाइको, उहाँ हाम्रो पुरा सुरुदेखि नै एकदमै सपोर्टर हुन्छ र हजुरहरू एकदम स्पोर्ट्स फ्रेन्डली भएको कारणले गर्दा हजुरहरूलाई स्पोर्ट्ससँग कुनै रिलेटेड आइटम्सहरू चाहिन्छ भने एम स्पोर्ट्सलाई सम्झिन सक्नुहुन्छ। सँगसँगै हामी भोलिन्टियर्सहरूले लगाएको गिफ्ट 15वटा सौजन्य गर्नुभएको छ हाम्रो चार्ल्स म्युजिक एन्ड सप दमकबाट। चार्ल्स दाईलाई पनि धेरै धेरै धन्यवाद। उहाँले पनि हामीलाई निरन्तर रूपमा हरेक वर्ष सौजन्य गरिरहनुभएको छ र सानो सानो गिफ्टदेखि लिएर हरेक कुराहरू प्रोभाइड गर्नुभएको छ। सँगसँगै हामीसँग हरेक राइडरलाई पुग्न सक्ने गिफ्टहरू लक्ष्मी साइकल स्टोर सुमन दाईबाट पनि छ। उहाँ हाम्रो वान अफ दि बिगेस्ट स्पोन्सर पनि हुनुहुन्छ। प्लस हामीसँग 3 लकी विनर्सहरूको लागि क्यास प्राइज पनि रहेछ। लु दाजुभाइ अब जानुपर्छ, 3 लकी विनर पैसा जितेर होला। पर राइडर 1000 पाउनुहुन्छ। त्यो चाहिँ हाम्रो एडभेन्चर इक्विपमेन्टबाट कुञ्जन गुरुङले प्रोभाइड गर्नुहुन्छ र 3000 क्यास प्रोभाइड गर्नुभएकोमा हाम्रो कुञ्जन गुरुङ प्लस हाम्रो दमक गोरा 26को अर्गनाइजर दमक गोरा 26 मात्र नभएर एन्टायर 5 इयर्सको अर्गनाइज गर्नुहुने हाम्रो दमक गोरा एडभेन्चर इक्विपमेन्टलाई हामी हृदयदेखि धन्यवाद गर्न चाहन्छौँ। किनभने उहाँको कारणले गर्दा हामीले यति धेरै राइडरहरू जम्मा गरेर एक ठाउँमा उभिन पाएका छौँ र रमाइलो गर्न पाएका छौँ। आजको राइड रमाइलो भयो कि भएन? हाम्रो रमाइलो भयो। यो सम्पूर्ण कुराहरूलाई व्यवस्थित गर्नको लागि हाम्रो इहटिया प्लस कम्पार्टमेन्ट टेक सोल्युसन्सले हामीलाई सपोर्ट गर्नुभएको छ। इहटियाको रिप्रेजेन्टेटिभ हुन्छ हाम्रो एमपी श्रेष्ठ र म स्वयं विक्रम माटे। हाम्रो
अघि हामीलाई 10 गर्नुहुन्छ दिपक दाई मेरो भतिज छोरो रोयल श्रेष्ठ दादा भाग्यमानी रहेछ ल म अघि पर्दैन भनेर दाइले फेरि अघि 9 त परेन ल साथीहरू हाम्रो चाहिँ कार्यक्रम सकिसकेको छ अब होइन टक्क प्राइज डिस्ट्रिब्युसन पनि भयो अनि म पनि 1000 रुपियाँ जित्न सफल क्यान्डिडेट भयो होइन अब टक्क दसैँ हुन्छ 1000 रुपियाँले ला यार ह्यान्डल त बाङ्गिरहेछ क्या साइकल त लडेछ गाइस अब म घर पुगेर तपाईँहरूलाई इन्फर्मेसन दिन्छु है त गाइस ल साथीहरू फाइनल्ली म चाहिँ गाउँ आइपुगेँ होइन बाल हो नि मामा हजार रुपियाँ जित्थ्यो क्या फेरि झन्डै